माथि हेर्ने तल हेर्ने जाने मान्छे बोल्ला याद रातै झर्ला जस्तो हुन्छ त के हो सर्किट चाहिँ के भएको सोध्दै लड हामी चाहिँ मणिचुर तल जाँदैछ ल मित्र अनि हामी कहाँदेखि हो र ए हामी पनि ड्युटी पुग्छ माकुराहरू भन्दा कुरी माकुरा होइन कुरीहरू ल्याउनु पर्ने छ नि आउँदैछ यति हो यहाँ पर्तिर चाहिँ मेन ठाउँ चाहिँ यहाँ पर्तिर हो क्या जो सिर्फ जरूरत पड़ने पर मुझे याद करें ऐसे लोगों की जरूरत नहीं है मुझे आइसक्यो हामी पहिला अब शिवपुरी आइसक्यो सल्लै नगरी शुद्ध पिउने पानी पानी खाने ठाउँ चाहिँ बवाल रहेछ क्या लोकल पानी सब आइसक्यो हामी गन्तव्यमा आइपुग्नु लाग्यो तर यो चाहिँ हावामा आएको क्या प्लानिङै नगरिकन आएको क्या हेर्नु यस्तो पाराले हुन्छ ल मन्चुर दह भनेर यस्तो मनदेखि जान मन लाग्थ्यो धेरै दिन महिना अगाडि वर्ष अगाडि महिना अगाडि थियो तर टाइमै नमिल्यो क्या प्लानिङ नगरेर फाइनल्ली आइपुग्यो हामी भने दह ल पा कस्तो दामी हो हेरिरहँ जस्तो नाइस केटाहरू यस्तो हेर यत्रो राम्रो राम्रो छ केटाहरू यार हिरो अनि तर काम आउँदाखेरि चाहिँ प्लान गरेर आउनुपर्ने रहेछ है यो पाराले आउँदाखेरि त्यो पानी धरि खानु अरू त ठिकै हो चुरोट खानु नपर्ने तल हेर्दा नि आकाश हेरे जस्तो ल माथि हेर्ने तल हेर्ने बवाल यस्तो चाहिँ बवाल छ तर प्लानिङ गरेर मात्रै आउनुपर्छ यस्ता हावा भान जस्तो हावा पाराउन पानी मिल्दैन केही खानेकुरा मिल्दैन त्यो पैसा चाहिँ भोक लाग्ने चाहिँ बाटोमा आउँदाखेरि तर हाइकिङको लागि चाहिँ बवाल छ हाइकिङ आउनुपर्ने चाहिँ ग्रुप मिलेर क्या यस फोटो हानिरहेको छ ठक्क केटाहरू आयो फोटोसोटो खिच्यो रमाइलो गऱ्यो होइन 2-4 सट अब चाहिँ हामी ब्याक टु काठमाडौँ होइन ल ओके
नेक्स्ट भिडियोमा भेटौँला। अब त खिचिसकेको फोटो हो भिडियोहरू हो त्यो खासै देखाउनु केही बाँकी नै छैन त्यही भएर बाई।